हेलो गाइस, सम्पूर्णलाई नमस्कार। म बोल्दैछु आशमा। सदा चाहिँ आज पनि हजुरहरू माझमा उपस्थित भइसकेको छु सम्पूर्ण कुरा लिएर गफगाफ गर्नको लागि। र आज हामी सबैजना मिलेर एकदमै मजा तरिकाले गफगाफ गर्नुपर्छ र आजको सुन्दर समयलाई एकदमै सुन्दर बनाउनु पर्नेछ। र म गफगाफ सुरुवात गर्न चाहन्छु आजको मेरो दिनचर्याबाट। आज मैले दिनभरि के गरेँ त, कसरी गरेँ त, त्यो सबै कुराहरू म हजुरलाई सेयर गर्न चाहन्छु। सुरुमा आज म 5:20 उठिसकेपछि म के गरेँ भन्दाखेरि साबुनले, सेम्पूले र नुहाइसकेपछि म चाहिँ डान्सहरू गरेँ। डान्स थारू गीतमा गरेँ। हाय राम तुमसे प्यार हो गइल भन्ने गीतमा। त्यसपछि अर्को सबसे महँगा बत्तो हर झुम्का भन्ने गीतमा पनि डान्स गरेँ। डान्स गरिसकेपछि फेरि पनि तरकारी पकाइसकेपछि ध्यानमा बसेँ। 9 मिनट जति म ध्यानमा बसेँ। त्यसपछि यस आई क्यान भन्ने पुस्तक पढेँ, जुन पुस्तकमा सिंह र भेडाको बारेमा एकदमै गजब तरिकाको स्टोरी थियो, जुन मलाई एकदमै मन पर्यो। सिंह र भेडा को जुन कहानी थियो त्यसमा के थियो भन्दाखेरि आफू सिंह हो, तर पनि सानैदेखि भेडाहरूको सङ्गतमा लागेर म चाहिँ सिंह रहेछु भन्ने कुरा बिर्सिसकेको थियो। म चाहिँ जङ्गलमा राज गर्नको लागि जन्मेको रहेछु भन्ने कुरा बिर्सेर ऊ के गर्थ्यो, भेडाहरूसँगै खेल्ने गर्थ्यो र सिंहहरूसँग डराउने गर्दथ्यो, यानि कि आफूलाई कमजोर ठान्दथ्यो। सो यो स्टोरीबाट हामी के बुझ्न सक्छौँ भनेपछि हामी जुन मानव छ, हामीमा पनि अथाह क्षमता छ, हरेक थोक गर्न सक्ने क्यापासिटी छ, तर हाम्रो सङ्गत यस्तो भइहाल्छ कि हामी आफूभित्रको जुन क्यापासिटी छ त्यो चिन्न सक्दैनौँ। आफूलाई कमजोर सोच्न थाल्छौँ, ओहो म त गर्नै सक्दिनँ भन्ने सोचाइ आउन थाल्छ। सो यस्तो सोचाइ हामीहरू आफ्नो मनमा ल्याउनु नै हुँदैन। यदि हाम्रो जन्म भएको छ, प्रकृतिले हामीलाई सृष्टि गर्नुभएको छ भनेपछि अवश्य पनि हामीभित्र हरेक थोक गर्न सक्ने क्यापासिटीहरू छ भन्ने सोच लिएर हामीहरू अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले बुझेँ। एकदमै राम्रो लाग्यो। त्यसपछि म एकछिन आशाको दियो भन्ने पोडकास्ट जुन हाम्रो सृष्टि केसीको थियो, उहाँको पोडकास्टहरू सुनेँ। एकदमै राम्रो लाग्यो। म उहाँको कुरा सुनेर एकदमै मोटिभेट भएँ। धेरै कुराहरू सिकाउनु भयो। आज सृष्टि केसी आफू दृष्टिविहीन भएर पनि इतिहासमा नाम रच्न सफल हुनुभएको छ। आज लाखौँ व्यक्तिलाई, करोडौँ व्यक्तिलाई प्रेरित गर्दै अगाडि बढ्दै हुनुहुन्छ। उहाँको कुरा एकदमै मन छोयो। आज उहाँ जस्तो मान्छे पनि इतिहासमा नाम रच्न सफल भइसक्नु भएको छ भनेपछि हाई नट यू, म किन सक्दैन होला, म पनि सक्छु नि भन्ने एउटा साहस जाग्यो। र उहाँले अर्को कुरा पनि भन्नुभयो, कुनै परिस्थितिहरू यस्तो हुन्छ जुन हाम्रो बसमा हुँदैन, हामीहरू परिवर्तन गर्न सक्दैन। र त्यस्तो परिस्थिति आयो भन्दैमा हामीहरू परमेश्वरलाई धिक्कार्ने, रुने, सुसाइड गर्ने डिसिजन समेत लिन सक्छौँ, तर त्यस्तो हामी गर्नु हुँदैन। परिस्थिति नराम्रो छ भनेपछि त्यो समयमा मनस्थिति परिवर्तन गर्नुपर्छ। परिस्थिति परिवर्तन गर्न सकिँदैन, तर मनस्थिति परिवर्तन गर्न सकिन्छ। र मनस्थिति परिवर्तन भयो भनेपछि परिस्थिति आफै परिवर्तन हुन सक्ने सम्भावना हुन्छ। सो जस्तो सुकै समस्या होस्, धिक्कार्नु भएन, त्यसलाई एक्सेप्ट गरेर मनस्थिति परिवर्तन गरेर जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोच लिएर हामीहरू अगाडि चाहिँ बढ्नुपर्ने हुन्छ भन्ने कुरा भन्नुभयो। र आज जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने गरिन्छ र वास्तवमा यो सत्य पनि हो। म यो कुरालाई मान्छु, किनकि आज अहिलेको जुन मेरो एउटा लाइफस्टाइल छ, जुन सफलता छ, सायद यदि मेरो आँखा भइदिएको भए म यो सफलता हासिल गर्न सक्दैन थियो होला। तर जुन दिनदेखि म दृष्टिविहीन भएँ नि, त्यही दिनदेखि म सफलताहरू प्राप्त गर्न थालेँ। भन्नुहुन्छ नेपाल टप गरेँ, आज इतिहासमा नाम पनि रचेँ भन्नुहुन्छ। सो आज परिस्थिति जस्तो सुकै कठिन किन नहोस्, र हामीहरू हिम्मत हार्नु भएन। हरेक पटक सोच्नुपर्छ जे हुन्छ राम्रैको लागि हुन्छ। मेरो साथमा परमेश्वर पिता हुनुहुन्छ, युनिभर्स र परमेश्वरले मेरो लागि पक्कै पनि केही न केही योजनाहरू बनाउनु भएको छ र अवश्य पनि म सक्छु। यस आई क्यान डु इट भन्ने सोचाइ लिएर हामीहरू अगाडि बढ्नुपर्छ। र हरेक कुरामा हामीहरू भन्ने गर्छौँ, हो म त सक्दिनँ,
तर उहाँले भन्नुभयो कि सक्दिनँको ठाउँमा हामीले भन्नुपर्छ कि म सकिनँ। सक्दिनँ भनेपछि टुङ्गिहाल्छ, तर सकिनँ, तर अब चाहिँ सक्छु। सकिनँ होला, तर अब म प्रयास गरेर सक्छु भन्ने सोचाइ लिएर हामीहरू अगाडि बढ्नुपर्छ। हामी हरेक थोक गर्न सक्छौँ। हामीभित्र हरेक प्रतिभाहरू लुकेर बसेको छ, त्यसलाई उजागर गर्ने हाम्रो कर्तव्य हो भन्ने कुरा पनि दिनुभयो। र अर्को कुरा, जिन्दगीमा पाइला चल्न चाहिँ कहिल्यै रोक्नु हुँदैन। चाहे दुःख हो, चाहे सुख हो, चाहे निराशाको पल हो, चाहे जस्तो सुकै कठिन परिस्थिति होस्, बिस्तारै भए पनि एक पाइला भए पनि हामीहरू अगाडि बढ्नुपर्छ। पाइला कहिले पनि रोक्नु हुँदैन। पाइला रोकिसकेपछि खत्तम भइहाल्छ, तर एक पाइला हामी बढ्दै गयौँ भनेपछि अवश्य पनि हामी सफलताको शिखरसम्म पुग्न सक्छौँ। सो नेभर गिभ अप, कहिले पनि हिम्मत नहार्नुहोस्। कहिले पनि आफूमाथि शङ्का नगर्नुहोस्, आफूमा विश्वास राख्नुहोस्। सफलता अवश्य पनि प्राप्त गर्न सकिन्छ। जहाँ इच्छा त्यहाँ उपाय हुन्छ। सो हाम्रो सोचाइले फराकिलो बनाउनुपर्छ, सकारात्मक सोच्नुपर्छ भन्ने कुरा मैले बुझेँ। र ती कुराहरू पढिसकेपछि अनि यस्तै गर्दै 6 बज्यो। अहिले चाहिँ कपी किताब सबै कुरा राखेर हजुरहरूसँग बसेको छु। यसरी कुराकानी गर्दैछु र हेर्दैछु आफूलाई फिल्म देखिरहेको छु होइन। र आज मेरो मुड पनि खै किन अप जस्तो लागिरहेको थियो, त्यही भएर हजुरहरूसँग रमाइलो गरौँ कि भनेर आएको छु। के गर्ने साथीहरू, छिनछिनमा मेरो मुड परिवर्तन भइहाल्छ। हुन त मभित्र क्यापासिटी छ, नहुने कुरा होइन, तर पनि खै किन स्याड भइहाल्छु। हे पिता, यो मेरो जति पनि स्याडनेस छ सबै टाढा गरिदिनुहोस्, मलाई एकदम अलवेज ह्याप्पी बनाउनुहुन्छ भन्ने विश्वास छ। सो थ्याङ्क यू सो मच परमेश्वर पिता, सम्पूर्ण युनिभर्स हरेकलाई लभ यू सो मच। थ्याङ्क यू सो मच हजुरहरूलाई पनि थ्याङ्क यू सो मच, लभ यू सो मच।